नमस्कार चढके सलाम हजुर सबैजनालाई। आज चाहिँ हेर्नुहोस् नयाँ सिस्टमको च्वाचेको मासु चाहिँ फ्राई गरेर है चडक्कै चराम मजाले रातो पारेर फ्राई गरेर यो चाहिँ किन फ्राई गरेको भन्दा चाहिँ यो चाहिँ मासु चाहिँ टक्कै अब सुँगुर मासु धेरै ल्याएर पकायो भने के अरे त्यतिकै राख्यो भने गनाउँछ हो, पकाएर खायो भने कति पनि सक्दैन। अन्त टक्कै अब मासु चाहिँ सट्टै चाहिँ रातो फ्राई गर्नुपर्छ। यसरी पानी नलगा मजाले रातो फ्राई गर्यो अनि टक्कै यसलाई चाहिँ एउटा भाँडामा हालेर टक्कै स्टोर गर्नुपर्छ हो हजुरहरू। त्यही कोहीलाई खाना खानु मन पर्दैन है, ठक्कै निकाल्यो दुईवटा मासु टक्कै हाल्यो, त्यसको अलिकति बोसो टक्कै हाल्यो होइन, त्यही टक्कै चलाएर भातसँग सानो दामी हुन्छ। हेर्नु चाहिँ हजुरहरूलाई पनि यस्तो मासु मनपर्छ पर्दैन फ्राई गरेको हेर्नुहोस् च्वाचेको मासु हेर्नुहोस् कस्तो होइन भने हेर्नुहोस् यी च्वाचेको है बोसो पनि छ है। अब यो चाहिँ टक्कै यतिको फ्राई भइसकेको अब यो लगभग भइसकेको है। यस्तै चाहिँ मासुहरू कस्तो लाग्छ लाइक कमेन्ट सेयर फलो गर्नु नबिर्सिनु होला। नमस्कार चढके सलाम हजुर सबैजनालाई फेरि पनि।